अचम्म गर्नुभयो नि त्यही कुरामा बहिनी गर्नको लागि नि एक्साइटेड हुनुहोस्, अरू कुरामा होइन, दायाँ बायाँमा होइन। जब पनि म नि धेरै कुराहरूलाई सुन्छु, किनकि संसार हो, पृथ्वी हो, धेरै कुराहरू आउँछ, नचाहँदा नचाहँदै पनि आउँछ, तर म एउटै कुराले शान्ति भेटाउँछु, लेखिएको वचनद्वारा, लेखिएको वचनद्वारा। अनि म जब पनि मेरो प्रभु येशूलाई हेर्छु र पछ्याउँछु नि, मलाई गर्व लाग्छ कि कसलाई म पछ्याउँछु भन्ने कुराले। अनि मलाई एउटै कुरा उहाँले देखाउनुहुन्छ, छोरी मैले कुन कुरा गरेँ कुन कुरा गरिनँ त्योलाई ध्यान दे भन्नुहुन्छ। अनि जब पनि म येशूलाई हेर्छु, उहाँले अन्धोलाई आँखा दिनुभयो, जीवन नपाएकोहरूलाई जीवन दिनुभयो। उहाँ हिँड्दै गर्दा, भिडमा हिँड्दै गर्दा, वस्त्र छुँदै गर्दा स्त्री निको भएको छ। उहाँले 4 दिनमा लाजरसलाई बौरी उठाउनु भएको छ। मृत्युमा भइसकेको त्यो स्त्रीलाई उहाँले उठ भनिकन बिउताउनु भएको छ। प्रभुले कहिले पनि उहाँ बाँचिन्जेल पृथ्वीमा कहिले पनि अधर्मलाई पछ्याउनु भएन, कसैलाई पनि घृणा गर्नु भएन।